हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन दिस इज मी मनसारा मगर म चाहिँ सन्चै छु एकदमै आरामै छु साथीहरू अनि तपाईहरु पनि यस्तै सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ म फेरि पनि आइसके नयाँ भिडियो एन्ड भ्लग लिएर साथीहरू भिडियो एन्ड भ्लग लिएर सो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म चाहिँ भक्करै उठेर यहाँ माथि आएको गाइज यति हाम्रो सनराइज निस्किन लाहा हाम्रो सन निस्किन लाग्नु भएको छ उहाँको आगमन हुँदैछ साथीहरू त्यसैले आजको न्यू डे न्यू ब्लग फेरि पनि एकदमै आरामैका साथ म आइसके तपाईहरुको सामने नयाँ भिडियो एन्ड ब्लग लिएर गाइज अनि तपाईहरु पनि सबैजना स्वस्थ आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ म आइरहेको छु तपाईहरुको सामने सबैजनाले साथ सपोर्ट माया गरिदिनु भएको होस् अनि म चाहिँ के भन्न चाहन्छु भने मण्डल अफिसियल युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने बेल आइकनको घन्टी टिङ टिङ दबाएर सब्स्क्राइब गरिदिनु ला भन्दछु अनि मण्डल अफिसियल युट्युब च्यानलमा सबैजनालाई स्वागत छ साथीहरू एकमुष्टमा आज धेरै दिनपछि म फेरि भिडियो लिएर आएको छु साथीहरू सबैजनाले माया गरिदिनु होला माया नगरे पनि म भिडियो हालिराख्ने छु यस्तो खकार आइराखा साथीहरू रुगाले फेरि यस्तो भेटाउने किन मलाई आजकल हल्का हल्का चिसो चिसो चाहिँ हुँदो रहेछ कि बिहान तर त्यस्तो चिसो चाहिँ छैन साथीहरू आजकल गर्मी एकदमै बढिसकेको छ अनि वन पाखामा पनि सबै पातहरू झर्ने भइराखेको एकदमै सुक्खा पज्जर भइरहेको छ गाइस न पानी पर्नु न के आजकल गर्मी एकदमै बढेको छ हावाहुरी यस्तो छ दिउँसो साथीहरू हिँड्नै नमिल्ने बाहिर निस्किनै नमिल्ने खालको हावाहुरी चलिरहेछ के सो साथीहरू हेर्दै जानु होला के कस्तो हुन्छ आज फेरि सटरडे आजको दिनलाई फेरि हामी एकदमै बवालका साथ हामी इन्जोय गर्नुपर्ने हुन्छ बवालका साथ हामीले वेलकम गरेका छौँ साथीहरू ओके सबैजनालाई शुभ बिहानी भन्दै म फेरि हेर्दै जानु होला के कस्तो हुन्छ गाइस अब खानासाना पकाउनु पर्ने हुन्छ म चाहिँ चर्च जानुपर्ने हुन्छ साथीहरू हेर्दै जानु होला ओके त्यस्तो राम्रो भ्यू छ नि साथीहरू सनराइज देखाउने भनेको निस्किन आँट्नु भएको छ कि यहाँनिर ओके साथीहरू हामी चाहिँ कहाँ जान लाटेको भन्दा प्लास्टिक उचालेर हामी भाग्न लाग्छौँ साथीहरू के चाहिँ गर्न लाग्छौँ भनेपछि हामी किमु टिप्न जान लाग्छौँ कि साथीहरू यहाँ सबैले भन्नुहुन्न फेरि सबैले भनेपछि त फेरि सब खाइसकिदिन्छन् गाइस यति फलेछ कुरै नगर्नु साथीहरू हामी जाँदैछौँ हेलो हेलो गरिदिउ हेलो ओके डन बाई कहाँ जान लाग्छ सपुर भरतपुर हामी त इन्डिया साथीहरू हामी चाहिँ हाम्रो ठाउँ आइपुग्यौँ गाइज यहाँनिर भित्र छिर्नु पर्ने हुन्छ चोर्नु पर्ने हुन्छ साथीहरू चोर्न यस्तो राम्रो भएको छ साथीहरू किमुको बुट्टा तल्लै छ भाइ म पानी रहेछ यहाँ त म अलिक माथिहरू चाहिँ छ कि छैन गर्दैनन् होला नि कस्तो छ यस्तो फोर अच्छा आमामा यस्तो फोर छैन रहेछ हौ ओके साथीहरू साथीहरू किमु भेटाएन त मैले सो
सो गाइस हामी किमु टिपेर आइसकेका छौँ। मैले चाहिँ यति मात्र लिएको छु, नानीहरू चाहिँ टिप्दैछ। म चाहिँ फेरि खानासाना पकाउनु पर्ने हुन्छ नि त। तरकारी पकाएको छ, खाना पाकेको छैन। अहिले फेरि मलाई जान ढिलो हुन्छ साथीहरू। सो मैले यत्तिको किमु टिपेर आएको चाहिँ हेर्नु न, क्या मजाको किमु छ नि। यस्तो छ, धेरै छ, तर सकिनँ कि मैले त टिप्न। हात पनि यस्तो बनाइसकेँ। हाया कस्तो हिलो हिलो छ कि पानी हाले हान। मौसम झन् गएकोदेखि रुखमा चढ्याएको झरेकै छैनन्। दिया फेरि मेरो पछि पछि हिँडिरहेछन्। ती दियाको अलिअलि गाइस मेरो चाहिँ तरकारी पाकिरहेको छ। मेरो यस्तो भइसक्यो किमु, कलर आउँदो रहेछ कि नि फुबु। तपाईँ त खत्रै बनाउनु भयो त। कति लामो बनाउने हो, पुग्ने हो कि नै। यस्तै गरेर बनाउँथे पहिलेको मान्छेले फुबु डाउलो। यस्तै बनाएर बनाउँथेँ मैले। कम्ता बनाएको थिएँ 1500 त गाई हुने बेला। सबै यस्तै गरी बनाइदिनु बाबा जस्तो बनाउँथेँ नि। बाबा जस्तो ए राम्रो गरेर हाल्ने जाने बेला त त्यो मन राखीहरू बस्ने पहिला त त्यसो बोक्न बस्थ्यौँ। त्यहाँ त बाजी लगाएर बाँध्थ्यौँ कि खिर दिन साँझ सिधै खाल्दै बाँध्दै गर्थ्यौँ। मैले कुराहरू साथीहरू हाम्रो फुपूले चाहिँ यस्तो पनि बनाउन सक्नुहुन्छ है, म चाहिँ सक्दैन। अलिअलि मात्र सक्छु पहिला। ओइ साहस घरती मगर, हेलो हेलो साहस, कहाँ गएको? सासी हेलो हेलो, आयो आऊ माथि। मैले थोरै किमु लिएर आएको छु। सास आइपुग्यो डुलेर घुमेर फन्फनी। त यस्तो हरियाली हुन लाग्छ यहाँनिर हाम्रो, के भन्छ यसलाई, बेलौटी। अनि त्यहाँनिर घाँस, बाख्राको घाँस। अब हल्का हरियो बसन्त ऋतु आइरहेछ नि त, हल्का हरियो हरियो भइरहेछ त्यो पलप फालेर होइन। लिसास घरती मगर आइपुग्यो डुलेर घुमेर फनपनी घुमेर। रेडी यहाँ वातावरण नै छैन साथीहरू, न टिकटक बनाउने वातावरण छ न के यता अर्को रोइरहेछ फेरि। हेलो हेलो, पुरै रिसाएर फायर भएको छ। ओके साथीहरू हामी चाहिँ जान आँटेको। अब फेरि हामी चर्च। साथीहरू के कस्तो भइराखेको छ आजको दिन तपाईँहरूको। एकदमै गर्मी छ गाइस। मैले एउटा रिल्स बनाउन लाग्यो, त्यो रिल्स पनि बनेन। यस्तो गर्मीले गर्दाखेरि यस्तो साह्रो घाम छ साथीहरू, यस्तो साह्रो घाम छ। कति साह्रो घाम हुन सकेको कि कति साह्रो घाम हुन सकेको। यस्तो साह्रो घाम बढेको छ साथीहरू आजकल त। यस्तो चर्को घाम छ नि, बाहिरतिर हिँड्नै सकिँदैन। छाता ओढेर हिँड्ने बेला पसिना पसिना भइराखेको छ गाइस। के कस्तो भइराखेको छ आजको दिन। म चाहिँ आज सटरडे हो, म चाहिँ चर्च गएर पनि आइसकेँ साथीहरू। घरमा बाबु सुतिरहेको छ अनि मम्मी पनि हुनुहुन्छ, मम्मी पनि सुतिराख्नु भएको छ राति। अनि त्यो पढ्नु भएको अरे मम्मी। सो म चाहिँ एउटा रिल्स बनाऊँ कि भनेको, भएन साथीहरू। खिचिदिने मान्छे छैन, स्ट्यान्ड पनि छैन मसँग त गाइस। सपोर्ट मी साथीहरू, तपाईँहरूको साथ सपोर्ट दिनु न हो कि साह्रो भिडियो नै नहेरिदिनु भएको। आज त राम्रै भएको छु, हेरिदिनु होला ल। हेरिदिनु पऱ्यो नि, हेरिदिनु पऱ्यो कि परेन। राम्रै भएको छ नि त आज। कस्तो भएको छु, राम्रो भएको छैन र। त्यस्तो राम्रो त होइन, तर राम्रो नै छु म। आफूले आफूलाई जहिले पनि राम्रो छु भन्नुपर्छ कि, आफूले आफूलाई जहिले पनि राम्रो देख्नुपर्छ। हामीले हाम्रो नजरमा के छ भनेपछि हामीले अरूले मात्र राम्रो देख्छौँ क्या। अरूले लगाएको, अरूले खाएको, अरू मान्छे जस्तै अरूको बुढा, अरूको बुढी राम्रो लाग्ने हुन्छ नि त कसैलाई। मलाई त त्यस्तो हुँदैन। मलाई त बाल छैन, मलाई त म आफू जस्तो चाहिँ ठिक छु एकदम। अरूको बुढाबुढी, त्यो अरूको मान्छे राम्रो लाग्ने कि, जो पनि अरूकै राम्रो लाग्ने कि, जे पनि अरूकै राम्रो लाग्ने साथीहरू। अनि अरूकै राम्रो लाग्ने हुन्छ, तर आफूले आफूलाई चाहिँ मोटिभेट गर्नुपर्छ कि म एकदमै राम्रो छु नि त म, होइन। म जस्तो अरू कोही छ र, छैन नि त। सो मलाई युनिक बनाउनु भएको छ परमेश्वरले। सो म चाहिँ एकदमै राम्री छु, सो ब्युटिफुल साथीहरू। यस्तै छ, आफूले आफूलाई मोटिभेट गर्नुपर्ने हुन्छ, नत्र डिसमोटिभेट भयो भने चाहिँ
त्यो राम्रो हुँदैन साथीहरू। सो आफूले आफूलाई मोटिभेट गर्नुपर्ने हुन्छ गाइज। अनि म चाहिँ चर्चदेखि आइसकेँ, अब के नास्ता खाने हुन्छ, भोक पनि लागिसक्यो। अहिले मम्मी उठ्नु भयो भने चाहिँ नास्ता सास्ता बनाउने यताउति काम हुन्छ साथीहरू। सो हेर्दै जानु होला साथीहरू, यस्तो गर्मी छ, आफ्नो ख्याल गर्नु होला गाइज। सास घरती मगर चाहिँ यहाँ चर्छ अब। ल सास चर त अझै के उसँग आँचर हेरी ल सास घरती मगर ल सास मगर घोडा चढ्यो से घोडा से घोडा। अब घोडा चढ्छ है सास घरती। ल ल से घुरा से ल ल चल भन चल भन चल 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 मेरो बाइक भन, ओए मेरो कालो बाइक चल चल भन। जाने कस्तो मजा पो हुँदो रहेछ नि। ल भयो, पाठा पनि ठगाइ लाग्यो। साहस कहाँ चढ्यौ तिमी? घोडाको माथि चढ्यौ? तिम्रो घोडा खै? आइज घोडा आएर साहसको घोडा साहसको घोडा गरिदियो। मलाई किन हिँडालेनस् भन्, मलाई किन से चढ्ने नगो भयो दाइलाई, ए दाइ रे भाइलाई। ल बाई गाइज, फाइनल्ली रात परिसक्यो। यतिखेरसम्म हामी के गरेको चाहिँ होला त? भइहाल्छ, हुन्छ। कति 2वटा उखाल्नु भएको छ? हुन्छ, उता राखिदिनु, म धनियाँ त्यही त म धनियाँ टिपेर ल्याउँछु, त्यहाँनिर राखिदिनु, म पखालेर कराई सबै लगेर जान्छु। गाइज, यतिखेरसम्म हामी के चाहिँ गरेको होला त भन्ने लागिरहेछ होला। हामी चाहिँ आलु खनेको, मम्मीको आलु यति थोरै ठाउँमा खनेको, यति बढी खनेको, यहाँ 1 डोकाभन्दा बढी भइसक्यो। लगभग 1 लम्बरी आलु लगाउनु भएको थियो मम्मीले। 1 लम्बरी आलुमा चाहिँ 1 डोको भन्दा ओभरै भयो गाइज। यतिको आलु फल्यो भने चाहिँ किन नलगाउने हो कि होइन साथीहरू। आया आज धार दुख्ने छ साथीहरू आलु। यहाँ पुरै फुल प्याक भएर नि त्यहाँ 1 परार पहिले लगिसकेको है गाइज। यहाँनिर चाहिँ फेरि 1 डोको हुन लाग्छ। त्यही हो साथीहरू, आजको दिन पनि यस्तै गइसक्यो साथीहरू। फेरि न्यू डे न्यू ब्लगका साथ फेरि हामी भोलि उपस्थित हुनेछौँ। सास घरती मगरलाई पनि भोक लागिसक्यो। सो साथीहरू त्यही हो, आजको भिडियोलाई यहीँनिर इन गर्नेछु साथीहरू। बाई बाई, सी यू।